कार्यक्रमको सभाध्यक्ष गरिदिनुहुन्न। हाम्रो यसै खिलुङ पोखरा पौरजी परिवारका संयोजक श्री खग बहादुर गुरुङज्यूलाई सभाध्यक्षको आसन ग्रहण गर्नलाई हार्दिक अनुरोध गर्दछु। खिलुङ पौरजी परिवारको लोसार कार्यक्रम वा प्रमुख अतिथिको लागि पौरजी तमु छोटादी नेपालको अध्यक्ष मेजर बल बहादुर गुरुङज्यूलाई आजको प्रमुख अतिथिको अतिथि ग्रहण गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिमा सुबेदार हर्क बहादुर गुरुङज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो खिलुङ पौरजी परिवारको ज्वाइँ तथा जेबीजुवा बेना आदरणीय बेना देवबहादुर गुरुङज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनुलाई हार्दिक अनुरोध गर्दछु। आलो चित्त कर्मचारी आदरणीय बाबा कृष्णबहादुर गुरुङज्यू र धनबहादुर गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। अगाडि उहाँलाई आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। अतिथिहरूलाई खादा तथा टिकाले सम्मान गरिदिन म हार्दिक अनुरोध गर्दछु। र यसै गरी सम्पूर्ण उपस्थित महानुभावहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। र यसै गरी पर्यटक सञ्जाल नेपालका सचिव समाजसेवी गोर्खाली रेडियोका प्रस्तुता अनेरी सुबेदार मेजर इन्द्रबहादुर गुरुङज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। खिलुङ पौरजी परिवारको ज्वाइँ समाजसेवी आदरणीय भेना गौबहादुर गुरुङज्यूलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। खिलुङ पौरजी परिवार आयोजना गरेको लोसार कार्यक्रममा अतिथि तथा विशेष अतिथि तथा अतिथि र सम्पूर्ण उपस्थित महानुभावहरूलाई छोटो स्वागत मन्तव्य राखिदिनुहुन हाम्रो यसै खिलुङ पौरजी परिवारका बुहारी सीता गुरुङलाई म हार्दिक अनुरोध गर्दछु। भाइ खलक चाहिँ औपचारिक रूपमा गठन भएको पनि 1 दशकभन्दा बढी भइसकेको छ। विगतका वर्षहरूमा हामीले यस्तै लोसार विशेष कार्यक्रमहरू चाहिँ मनाउँदै
छौँ जुन चाहिँ कोभिड-19को विषम परिस्थितिको वर्ष बाहेक अन्य वर्षहरूमा चाहिँ हामीले निरन्तर रूपमा चाहिँ यो कार्यक्रम चाहिँ आयोजना गर्दै आइरहेका छौँ। आजको कार्यक्रमलाई केही दिन अगाडि हामीले चाहिँ मनाउने योजना चाहिँ बनाएका थियौँ। हाम्रै अब परिवारको जुन कि दाजुभाइहरूको अनुकूलता चाहिँ नमिलेको कारणले गर्दाखेरि हामी चाहिँ आज यो कार्यक्रम चाहिँ मनाउन गइरहेका छौँ। मलाई लाग्छ आजको कार्यक्रम चाहिँ एकदमै सफल रूपमा चाहिँ सम्पन्न हुन्छ भन्ने मैले चाहिँ विश्वास लिएको छु। जुन हाम्रो परिवारले आयोजना गरेको कार्यक्रममा चाहिँ यस्तो यो प्रतिकूल मौसमको बावजुदका साथै आफ्नो कार्य व्यस्तताको कारणले पनि हाम्रो निमन्त्रणालाई स्वीकारेर यहाँ उपस्थित हुनुभयो र हाम्रो कार्यक्रमलाई चाहिँ एकदमै शोभा बढाइदिनु भएको छ। यसको लागि यहाँहरू सम्पूर्णप्रति म फेरि पनि आभार प्रकट गर्न चाहन्छु र हाम्रो यो आजको कार्यक्रममा बनेका जुन कि पकवान भोजनहरूलाई चाहिँ एकदमै रमाइलो र खुसी मनले चाहिँ ग्रहण गरेर मनाइदिनु होला। यहाँको उपस्थितिले हामी एकदमै हाम्रो परिवार एकदमै हर्षित भएका छौँ, पुलकित बनेका छौँ। यहाँहरूको आगमनले हामी एकदमै उत्साहित बनेका छौँ पक्कै पनि। र अन्त्यमा मेरो शब्दरूपी पुष्प गुच्छाहरूद्वारा यहाँहरू सम्पूर्ण अभ्यागतहरूमा स्वागतम स्वागतम सुस्वागतम भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार। महासङ्घलाई पनि फेरि जोड्न चाहन्छु र अहिले चितानबाट पाल्नुहुने हाम्रै बुहारी निर्मला गुरुङज्यू र उहाँको सङ्घमा आउनुहुने नाम थाहा भएन, उहाँलाई पनि यथास्थलमै आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। र उहाँलाई खाता नालाले सम्मान गरिदिन पनि म हार्दिक अनुरोध गर्दछु। र यसै गरी हामी कार्यक्रमलाई अगाडि बढाउने क्रम अगाडि बढाउँछु र शुभकामना मन्तव्यको लागि तम समाजका अध्यक्ष सुबेदार हर्का बहादुर गुरुङज्यूलाई यस कार्यक्रममा भाग गर्नुहोला। यसै गरी हामी कार्यक्रमको उद्घाटनतर्फ जाँदैछौँ र आजको यस कार्यक्रमलाई उद्घाटन गरिदिनु हुन आजको प्रमुख अतिथि मेजर बलबहादुर गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु भने साथमा अन्य अतिथि विशेष अतिथिज्यूहरूले पनि सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हाम्रो छोटो सानो कार्यक्रमलाई शुभकामना मन्तव्य राखिदिनु हुन यसै तम समाजको अध्यक्ष सुबेदार हर्का बहादुर गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। पुस 15बाट नै हामी जोडिसक्यौँ। फेरि पनि तपाईँहरूको आगमनको अवसरमा हाम्रो सम्पूर्ण अतिथि लगायत पटखलको सम्पूर्ण परिवारहरूमा, यहाँको चेलीबेटीहरूमा, यहाँको आशीर्वादमा सम्पूर्णलाई सुख शान्ति समृद्धिले छाओस् भन्दै यहाँको सम्पूर्ण परिवारको सुस्वास्थ्य उत्तर प्रगतिको साथै शुभकामना जनाउँदै मेरो दृष्टिको हेराख्छु। धन्यवाद। मन्तव्यलाई नै अगाडि जोड्न चाहन्छु र हाम्रो ठुलो परिवारको ज्वाइँहरूको तर्फबाट शुभकामना मन्तव्य राखिदिनु हुन आदरणीय बेना समाजसेवी गोबहादुर गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। आज हामी झिलुङ पोखरा बौद्ध परिवारले राख्नु यो सेउके कार्यक्रममा उपस्थित भएका छौँ। धेरै खुसी लागेको छ। मेरो ससुराली परिवार भयो, मेरो ससुराली परिवारमा हमेसा यो कार्यक्रम भइरहेको छ। हरेक साल यहाँ
मेरो विवाह हुँदाखेरि आना नफासँग गए पनि मै हो। किनभने मेरो बुढीभन्दा जेठी यो पल्लो परिवारमा थिएन र पल्लो परिवारमा बिहा गर्दाखेरि आना पेसामा नपरेर गए पनि मै हो। त्यस कारण मलाई खुसी पनि लाग्छ, गर्व पनि लाग्छ र दुःख पनि लाग्छ। भन्दै यो पल्लो परिवारले राख्नुभएको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण परिवार, पल्लो परिवारका सदस्यहरू, छोरी छोरी चेलीबेटी सम्पूर्णलाई फेरि पनि यो अमरको घोषा, महान चाड घोषा सक्ने गइरहेको र तल आइरहेको उहाँ सम्पूर्णलाई सबैलाई पनि नदिनुहोस्, तलहरूलाई पनि नदिनुहोस्, सबैलाई राम्रो होस्। यो जाँदै गरेर नदिनुहोस्, आउँदै गरेर नदिनुहोस्, राम्रो होस् भन्दै धेरै धेरै आशीर्वादको साथै शुभकामना तपाईँले धन्यवाद, नमस्कार। र यसै गरी पर्जो परिवार हामी निकै नै भाग्यमानी छौँ र हामीले यस्तो व्यक्तित्वलाई पनि पाएका छौँ। हाम्रै जोडीको रूपमा उहाँ हुनुहुन्छ जेपी शिवा। तपाईँ हाम्रै गाउँठाउँको, तपाईँ हाम्रै धर्मगुरु। उहाँलाई पनि आजको यस कार्यक्रममा शुभकामना मन्तव्यसहित आफ्नो भनाइहरू राखिदिन म अनुरोध गर्दछु। आदरणीय बेला देवबहादुर गुरुङ। सुराली खलकहरूले सालै पछि बोलाइरहेको छ, हामी आइरहेको छ। म अलिक बिजी भएको हुनाले पैसा लगाएको छु, पैसा लगाएको छैन, म माफ माग्न चाहन्छु। यही सालमा पनि यो खेतीको नाताले र यो पहिलेको नाताले मलाई 8 ठाउँमा मिल्ने थियो। म 8 ठाउँमा कहीँ जोइन हुनु पाएन। यो काम व्यस्तताले गर्दाखेरि एक त कार्यक्रममा बिहानको मात्रै सुस्त 1 गिलास तातो पानी खाएर निस्केँ। हिजोको ढिला खला नत्र म आठवटामा मैले खाना पनि पानी लाग्नु पाएन क्या। आज संजोग अलिक पछि सारेको भएर होला मैले अब यहाँ टन्नसँग खान पाउनेछु। र आजको दिनमा तपाईँले हामीलाई निम्तो गर्नुभयो, हामी खुसी छ आएको छौँ। मर्त पर्त जोडिएको छ, सारा काममा हामीहरू चाहिँ जोडिने छ। र आज त भाषण गर्ने भन्दा पनि मिठो मिठो खाने सेरेन हाँसेर भगन आराले अब नाच्ने गाउने बजाउने हो आजको कार्यक्रम भनेको। र एकमुठी सास हुँदासम्म पूर्व पश्चिम उत्तर दक्षिणका हाम्रो नातापाताहरू चाहिँ यहाँ जम्मा भएको छ। उहाँहरूसँग यसो चाहिँ दुःख सुख गफ गर्ने दिन हो, भाषण गर्ने दिन त होइन। त्यस कारणले गर्दाखेरि धेरै नबोल्नु भन्न खोजेको मैले। र एउटा फेरि यहाँ कुरा आइहाल्यो, देखिहालेँ मैले नि तपाईँको सम्मानलाई स्वीकार गरिहालेँ। हामीहरूको गाउँहरूको के छ अनुसार संस्कार संस्कृति अनुसार यो खाता यो नलगाउने हामीले बहिष्कार गरेको हौँ। गाउँको बहिष्कार गरेको यहाँ कठोर आएको छ। अब आएर लगाइहाल्यो, लगाउन भन्न नि सकिएन। त्यस कारण यसलाई आस्ते आस्ते हाम्रो संस्कारमा नपर्ने भएको हुनाले यसलाई हटाउनु पर्छ कि भनेर मैले ससुवाहरूलाई सुझावको रूपमा राख्न चाहन्छु। किन लगाइदियो, यो लगाइनै हुन्न भने डाइरेक्ट भोट लगाउन चाहन्न म। तापनि यसलाई बरु यसो ठाउँबाट फुलको एउटा इच्छा दिए पुग्छ। तपाईँहरूले हामीले यति साह्रै सम्मानै पनि गर्नु पर्दैन। हामी त ज्वाइँहरू हो, तपाईँहरूको भान्जा भान्जीहरू हो। त्यस कारणले गर्दाखेरि योलाई हामीले राम्रो काममा पनि यही युज गरेको छ। मान्छे मर्दाखेरि लासमाथि यही युज गरेको छ, आर्मीमा पनि यही युज गरेको छ। त्यस कारणले गर्दाखेरि यसको ठाउँमा बरु त्यो ढाकाको खातासम्मलाई बरु केही मिल्नु छ। आमाले ढाकाको गर्नुभएको छ, ढाकाको चोलो लगाउनु भएको छ। त्यसले यो ढाकाको चाहिँ खातासम्मलाई चाहिँ प्रयोगमा ल्याइदिनु होला भनेर अनुरोध हो। नभए एउटा फुलको पुग्छ के नभए तपाईँले नृत्य गरेर हामीले जिसाइमा आखरी ल्याएर सम्मनै गरेर राख्न पर्ने कारण पनि केही थिएन। तपाईँको ज्वाइँ हो, हामी त भान्जा भान्जेर हौँ। त्यस कारणले गर्दाखेरि अब यो पुरेको नाताले यो सबै वर्गहरू कुन राम्रो छ कुन नराम्रो छ सबै भन्नुपर्ने हो। तर
आजतिर भन्दा त्यो त खानातिर ध्यान बढी भएको महसुस गरेको छु क्या। आज त खाना बढाउनु भयो तपाईँहरूले, त्यही भएर मैले यो वर्गको बारेमा यो म त पहिले ज्योतिषको नेपालको तमुमाको पूर्व पश्चिम उत्तर दक्षिणको सबैको ज्योतिषको आकाशीय भूगोललाई भन्नुपर्ने हो। तर मैले त्यो आन्दोलन देखेँ छैन, किन भन्दा सबै खानातिर हुन्छ, रमाइलो गर्नेतिर, कतिखेर नाच्न भन्नेतिर छ, सानो केतिर लगाइकन यो सबै यावत भाषामा हामी सम्पूर्ण तमुहरूले यो नभनिकन सम्पूर्ण तमुहरूलाई छ्यामन्तले छ्याउ जीवन्तले यु जीवन्तले करकतातो भर्जितातो प्रलितो भितिरितो प्रेरितो निरितो ढिने फिर्तो सम्झिजोलो मोटे खानो वैद्य खाना सेरोबाट हुरो खाना हिरोबाट खाएको हमेसाले हिर्लन्द खाना लुसो गर्ने पूर्ण मात्राको छैन खाना सोनो निसाले खाना सन्तो होलाले खाना पर्दो होलाले पुरो चलाले खाना पशु होलाले खाना कुसन मोलाले खाना किरातो खानो पैसा छ हितो छैन आशा चाहिँ शुभकामना अन्त्य गर्छु। हस्त धन्यवाद। मनोरञ्जनको प्रस्तुति तयार गर्दैछौँ र यसको लागि आउँदै हुनुहुन्छ हाम्रै छोरी समीक्षा कमस्यो र प्रमिसा कमस्यो। गीतको बोल छ महिला छ। शुभकामना मन्तव्यलाई नै अगाडि जोड्न चाहन्छु र हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। हामी कार्यक्रमलाई अलि छुट्याएर नै लाने जमर्को गर्दैछौँ र यसै क्रममा शुभकामना मन्तव्य राखिदिनु हुन परजुतम छोजादी नेपालका सचिव समाजसेवी रेडियो गोर्खालीका प्रस्तुता विशेष व्यक्तित्व मेरो आदरणीय बाबा सुन्दर मेजर अनिल सुन्दर मेजर
इन्द्रबहादुर गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु उहाँले हाम्रो पर्जुहरूको बारेमा पनि केही प्रस्तावना हुनेछ भन्ने मलाई आशा छ। आफूको मन्तव्य शुभकामना मन्तव्य सुबेदार मेजर इन्द्रबहादुर गुरुङज्यू। छतर चुकीलाई खैले 16 बार गए तारी चकेरी यो फरफर गए ती मोटको तर ताज यो त किन बुद्धीले बिसकेरी छ त बुद्धि आको दिस चपोदीले अर्थे आता छतर कसरी त्यो ताजको प्रकृति यस खिलुङ पर्ज परिवारबाट आयोजना गरिएको यो शोकै कार्यक्रमका संयोजक दाजु खगबहादुर गुरुङज्यू, यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहनुभएका व्यक्तित्व पर्जु परिवार आहादेव पोखरा र पर्जु तमुछोजनीका अध्यक्ष मेजर बलबहादुर गुरुङज्यू, विशेष अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका व्यक्तित्व तमु समाजका अध्यक्ष सुबेदार खड्गबहादुर गुरुङज्यू, तमुपेलुसन केन्द्रीय पैडी समितिका अध्यक्ष एवं यस खिलुङ पर्जु परिवारका ज्वाइँ समेत रहनुभएका खेगी नेप्लिजीमा व्यक्तित्व बलबहादुर गुरुङज्यू, त्यस्तै प्रकारले हाम्रो अर्को ज्वाइँको रूपमा रहनुभएको र जो मन्तव्य राखेर गइसक्नु भएको व्यक्तित्व र 85 अन्य अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण बाबा आमा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी सम्पूर्ण उपस्थित महानुभावहरूमा म पर्जु परिवार तमुछोजनीको सचिव साथै सञ्चार क्षेत्रमा आबद्ध भएर काम गरिरहेको व्यक्तित्व गोर्खाली रेडियो 106 मेगाहर्ज कार्यक्रम प्रस्तुता एवं कार्य समितिका सह-कोषाध्यक्ष इन्द्रबहादुर गुरुङको तर्फबाट यहाँहरू सम्पूर्णमा यो लोसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना असीमा। हामीलाई थाहा छ हाम्रो समुदायमा भाषणभन्दा अन्य क्रियाकलापहरूमा बढी रमाउने गर्दछौँ, तर अब यो परिस्थितिलाई बदल्नुपर्ने स्थितिमा हामी आइपुगेका छौँ। नाचगान गर्दै गरौँला, खानपिनको कुराहरू हामी गर्दै गरौँला, समय सान्दर्भिकले यो कुराहरू हामीलाई सिकाउँछौँ, गर्दै जान्छौँ र त्यसप्रति हामी आकर्षित पनि छौँ। तर अब यो आकर्षणलाई हामीले घटाउनु पर्ने अवस्थामा हामी आइपुगेका छौँ। यो कुराहरूप्रति म यहाँहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु। यसको साथसाथै पर्जु परिवार खिलुङले जो यो कार्यक्रम आयोजना गरेर मलाई जो मेरो केही भन्ने प्रकारको जो अवसर प्रदान गर्नुभयो, यो मञ्च उपलब्ध गराइदिनु भयो, यसप्रति खिलुङ पर्जु परिवारलाई धेरै धेरै धन्यवाद आभार व्यक्त गर्दछु। साथै खिलुङ पर्जु परिवारको यस्तै प्रकारले उन्नति प्रगति हुँदै जाओस् भन्ने पनि शुभकामना व्यक्त गर्दछु। आज म एक दुई कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु जो हामीलाई अत्यन्त आवश्यक छ र हामीले बुझ्न आवश्यक छ। यो सञ्चार क्षेत्रमा रहेर काम गरिरहँदाखेरि धेरै सङ्घ संस्थामा रहनुभएका हाम्रो तमु अग्रजहरू र हाम्रो खेगीहरू र लिग्रिचोकीहरूसँग भेटवार्ता गर्ने अवसर प्राप्त भयो। त्यसबाट अहिले हाम्रो तमु समुदायको र अहिलेको परिस्थितिमा गुज्रिरहेको अवस्था, विशेष गरेर हाम्रो भाषा संस्कार र संस्कृतिको बारेमा हेर्दा हामी अत्यन्तै दयनीय अवस्थामा पुगेका छौँ। हामीलाई लाग्छ
हामीले परिकर्म गरिरहेका छौँ, सिकर्म हामी गरिरहेका छौँ भन्ने हामीलाई लाग्दछ। तर त्यो भित्र कुनै एउटा समुदायमा एउटा समाजमा सीमित रहेर हामीले हेर्दाखेरि त्यो कुरोलाई हामी ठुलो देख्दछौँ। त्यही कुरालाई अलिकति हामी बाहिर निस्केर हेऱ्यौँ भने त्यो अलिकति दयनीय अवस्थामा पुगेको छ। यो हामीले मनन गर्न सकेका छैनौँ। यो कुरा म यसलागि तपाईँहरू समक्ष राख्दैछु, किनभने हामीले विभिन्न कार्यक्रमहरूमा म सञ्चारकर्मीको क्षेत्रमा मात्रै नरहेर सामाजिक क्षेत्रमा काम गरिरहँदा तमुइलो छोटोटी गुरुङ राष्ट्रिय परिषद भन्ने एउटा संस्था छ हाम्रो, जो गुरुङको हकितको लागि काम गरिरहेको संस्था हो। त्यसमा विभिन्न कोणबाट विभिन्न दृष्टिकोणले हेर्ने गरिन्छ, त्यो आफ्नो ठाउँमा छ। तर गुरुङको र हाम्रो समुदायको हकितको लागि र अधिकारको लागि यदि लड्ने संस्था हो भने त्यो एउटा संस्था हो जो नेपाल सरकारको मातहत भित्र रहेर आदिवासी जनजाति महासङ्घको सदस्यता प्राप्त गरेको एउटा संवैधानिक संस्था हो। त्यो संस्थाको कास्की जिल्लाको वरिष्ठ उपाध्यक्षको नाताले पनि हामीले सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरेर धेरै कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। त्यो कार्यक्रमहरूमा हामी सहभागी भएर या कुनै कार्यक्रमहरूमा आयोजना गरिरहँदाखेरि त्यहाँ हामीले प्रमुख अतिथिको रूपमा निम्त्याउने विभिन्न पदाधिकारीज्यूहरू, मन्त्रालयका मन्त्रीज्यूहरू, सांसदज्यूहरूको मन्तव्यहरू सुनिरहँदाखेरि अहिले हाम्रो यो गण्डकी प्रदेशमा 2वटा भाषालाई कामकाजी भाषामा प्रयोग गरिरहेको या त्यसको लागि नियम विधान कानुनहरू बनाउने क्रम जारी रहेको यहाँहरू सबैलाई सर्वविदितै छ। त्यसमध्येबाट हामीले गर्व त गरिरहेका छौँ कि हाम्रो भाषा कामकाजीको रूपमा प्रदेशको भित्र लागू हुँदैछ। तर दुःखको साथमा भन्नुपर्दछ कि त्यो भित्र रहेर हामीले तयारी के गरिरहेका छौँ त, त्यो एउटा विशेष पाटो छ। अहिले गण्डकी प्रदेशको जनसङ्ख्याको आधारमा हेर्दा मगर र जो गुरुङ भाषाले लिएको छ बढी प्रचलनमा यसो बोलिने, त्यो मध्येमा मगर 1 नम्बरमा र 2 नम्बरमा गुरुङ भाषा परेको छ। यो 2वटा भाषालाई अहिले कामकाजीको रूपमा लिइरहेको छ। त्यसमा हेर्दाखेरि हाम्रो गुरुङको औसत हेर्दा प्रतिशतको हिसाबमा हेर्दा 11% हाम्रो गुरुङको जनसङ्ख्या देखिएको छ। त्यो 11% जनसङ्ख्या मध्येमा पनि 7%ले मात्रै हाम्रो गुरुङ भाषा बोल्ने गरेको छ। 4%मा रहेको जति हाम्रो तमुहरू छन् उहाँहरूले गुरुङ भाषा बोल्न सक्नुहुन्न, बुझ्न सक्नुहुँदैन। अब यसबाट हामीले बुझ्नुपर्ने के छ त भने त्यो 4% तमुहरूलाई कहिले हामीले भाषा बुझाउने, कहिले सिकाउने, त्यो एउटा पाटो हामीसँग छ भने अर्को पाटो जो कामकाजीको भाषालाई लिएर जाँदाखेरि हाम्रो पाठ्यक्रमहरू विद्यालयहरू सञ्चालन गर्दाखेरि आइपर्ने समस्याहरूलाई समाधान कहिले गर्ने, त्यो अर्को विषय रहेको छ। त्यस कारणले गर्दाखेरि यो हाम्रो गण्डकी प्रदेशभित्र हाम्रो भाषाले कामकाजीको रूपमा मान्यता त पायो, तर हामी त्यसमा सफल हुन सक्छ कि सक्दैनौँ त भन्ने प्रश्नवाचक चिन्ह रहेको छ। यसलाई हामीले मनन गर्नुपर्नेछ। त्यस कारणले हामी अरू क्रियाकलापमा भन्दा अब हाम्रो भाषा र संस्कार संस्कृतिपट्टि ढल्नुपर्ने बाध्यताहरू हामीसँग छ। यो जानकारीसँगै अहिले हामी भाषालाई कसरी बुझिरहेका छौँ र हामीलाई कसरी भाषाको बारेमा व्याख्या गरिएको छ भने भाषा भनेको एउटा सञ्चारको माध्यम मात्रै हो भन्ने कुराले हामीलाई बुझाइएको छ। जबकि यो कुरा अहिले तथ्यको आधारमा हेर्दै जाँदाखेरि अलिकति गलत साबित हुन जान्छ। भाषा सम्प्रेषणको माध्यम हो, तर 1 नम्बरमा त्यो होइन। यस कारणले
यो सिद्धान्तलाई हामीले अलिकति बदल्नु पर्नेछ। भाषा भनेको सबैभन्दा पहिला प्रमुखमा आउनुपर्ने थियो त्यो एउटा सोच्ने यन्त्र हो। यदि तपाईँ एक ठाउँबाट अर्को ठाउँमा जानुहुन्छ अथवा कुनै विषयमा तपाईँ विचार गर्नुहुन्छ, सोच्नुहुन्छ भने सबैभन्दा पहिला आउँछ भाषा। तपाईँले कुन भाषामा सोच्ने, त्यस कारणले गर्दाखेरि त्यो एउटा सोच्ने यन्त्र हो। मान्नुहोस् उदाहरणको लागि तपाईँ यहाँबाट म महेन्द्रपुर जाँदैछु भनेर यदि तपाईँले विचार ल्याउनु हो या सोच्नुभयो भने त्यो कुन भाषामा सोच्ने, गुरुङ भाषामा, नेपालीमा या अङ्ग्रेजीमा। त्यस कारणले गर्दाखेरि यो एउटा सोच्ने यन्त्र हो। त्यो सोच बनाइसकेपछि त्यो तपाईँको ध्यानमा हाम्रो दिमागमा केन्द्रित रहन्छ। त्यस कारणले त्यो सोच्ने यन्त्रको भित्र जो सोचेको तत्त्व विचारहरू छ त्यसलाई केन्द्रीकृत गर्ने भण्डार पनि यो हाम्रो भाषाको काम हो। त्यसपछि 3 नम्बरमा मात्रै आउँछ अब सम्प्रेषण, या त्यसलाई विचारमा परिवर्तन गरेर अरूलाई बुझाउने। त्यस कारणले गर्दाखेरि अगाडिको यो दुईटा बाटो हामीले बुझ्नमा र बुझ्न नसक्दाखेरि हाम्रो भाषा मात्रै सम्प्रेषणको केन्द्रबिन्दुमा रहेर सीमित रहेको छ। यो कुरो बुझ्न आवश्यक छ। किनभने जब भाषालाई तपाईँले सम्प्रेषणको माध्यम मात्रै सोच्नुहुन्छ भने कुनै पनि भाषामा कोले हुन्छ, कुनै पनि भाषामा भन्दिए हुन्छ भन्ने हाम्रो मानसिकता बन्छ। र अहिले हामीमा सबैभन्दा ठुलो प्रभाव त के छ भने यदि हामीले 4 शब्द अङ्ग्रेजी बोल्दियो भने त्यो सबैभन्दा ठुलो मान्छे हो, सबैभन्दा जान्ने व्यक्ति हो भन्नेतिर हामी गइरहेका छौँ। जबकि त्यसमा हाम्रो भाषा, संस्कार, संस्कृतिभित्र कसैसँग पनि सम्बन्ध राख्दैन। अहिले भर्खरै हाम्रो पहिलेजीमा हाम्रै ज्वाइँचेला बलबहादुर गुरुङले भनेर जानुभयो पेतालुता। यदि हामी पेतालुताको भित्र रहेर कर्मकाण्ड गरिरहने हो भने यो गुरुङ भाषा बुझ्दैन भने त्यो पेतालुताको अर्थै हो। किनभने जति पनि हाम्रो पढिरहनु भएको हाम्रो झ्याप्रीचिवा, पछुचिवा, लम्चिवाहरूले जो गरिरहनु भएको छ त्यो हाम्रो गुरुङ भाषामा छ। यदि हामीले त्यो भाषै बुझ्दैन भने हामीले 3 दिन 4 दिन भ्याउरो घटाएर काम गरेको अर्थै भयो। त्यस कारणले गर्दा यो भाषा हाम्रो संस्कार संस्कृति बचाउनको लागि पनि भाषा अत्यन्त आवश्यक छ। र त्यो संस्कार संस्कृतिलाई अगाडि बढाउनको साथसाथै फेरि यो समुदायभित्र, यो राष्ट्रभित्र आफूलाई स्थापित गर्नको लागि आफ्नो पहिचान गर्नुपर्छ। त्यो पहिचान दिने काम पनि यही भाषाले गर्छ र त्यो भाषाभित्र रहेको संस्कार र संस्कृतिले गर्छ। त्यस कारणले गर्दाखेरि हामीले यो भाषालाई भुल्नु हुँदैन, त्यसको प्रयोग हामीले निरन्तर जारी राख्नुपर्छ। त्यससँग सम्बन्धित हामीसँग रहेका संस्कार संस्कृतिहरूलाई बचाउनुपर्छ भन्ने अभियानमा पनि हामी लागिरहेका छौँ। र यसै सिलसिलामा एउटा सानो कुरो म जोडिहाल्छु। अहिले हाम्रो जति पनि तमिल समुदायबाट राखिएको नामहरू छ, ठाउँको नामहरू छ, हाम्रो पुर्खाहरूले राखेको छ, ती सबै परिवर्तन भएर अहिले नेपाली भाषातिर ढल्किसकेको छ। उदाहरणको लागि एउटा सबैले चिने जानेको हाम्रो पर्यटकीय क्षेत्र भनेर चिन्ने हाम्रो गुरुङहरूको उद्गमस्थलीय भाषा संस्कार संस्कृति संरक्षण गरेर रहेको गाउँहरू छन्। जस्तै तपाईँको सिक्किस, ताप्ती, गानो, जो नामहरू हामीसँग गुरुङ समुदायको बाक्लो बस्ती भएको ठाउँहरू छ। ती स्थानहरूको नामहरू हेर्नुहोस् अहिले परिवर्तन भएर काम गरिसकेको छ। जसलाई हामी सिक्लेस भनेर चिनिरहेको छौँ त्यसको हाम्रो समुदायले हाम्रो पुर्खाहरूले राखेको नाम चिटी भनेर राखिएको छ। तर त्यो आज आएर सिक्लेस भन्दैछ। यतातिर पोजोको छ, त्यो कतातिर गएर गान्धीको त्यो कताहरू केही भयो। अब जस्तै यहाँ ठाउँको नामहरू राख्दाखेरि पनि त्यो ठाउँको नामहरू राख्नेको कुनै न अर्थ छ। कोडा
शब्दै हराइन्छ। अब जस्तो तपाईँले लमजुङ भनेर नामाकरण हामीले सुनिरहेको छ। अब त्यसको व्याख्या गर्दाखेरि धेरै हामीलाई कसरी बुझाइएको छ भने लामो जुङ्गा भएको मान्छे भएको भने त्यो स्थानलाई चाहिँ लमजुङ भनिएको हो अरे भनेर पनि कति ठाउँमा हामीले सुन्दछ। तर त्यस्तो होइन, त्यो हाम्रो भाषाभित्र रहेको, हाम्रो संस्कारभित्र रहेको, हाम्रो पुर्खाले राखेको नामहरू अलग छ। यो घनपोखरा भन्ने जो ठाउँ छ अहिले नेपाल र हामीले नेपाली घनपोखरा भन्छ, कोजको भनेर हामी भने सुन्छौँ। त्यसको तल्लो घनपोखरा र माथिल्लो घनपोखरा भन्ने तपाईँले सुन्नुभयो। त्यो माथिल्लो घनपोखरादेखि माथि कतै त्यहाँ फुल भन्ने गाउँ छ अरे, तर म भौतिक रूपमा भौगोलिक क्षेत्रमा गएर मैले त्यो हेरेको त छैन, तर मैले भनेको सुनेको र कहीँ पढेको अनुसार फुल भन्ने गाउँ छ। त्यो चाहिँ फुल लमचुङ्गा भनेर भनेको छ। फुल भन्ने स्थानले लमहरूले बसालेको फुल लमचु भन्ने जो नाम छ, त्यसबाट त्यो अलिकति भाषामा बोल्दै जाँदाखेरि हामीले अलिकति परिवर्तन गर्दै जाँदाखेरि लमचुबाट लमजुङ हुँदछ भन्ने विज्ञताहरूको अध्ययनले देखाउँछ। त्यसबाट त्यो लमचुबाट लमजुङ हुन गयो, लमजुङबाट अहिले जमजुङ हुन गयो। यसरी यो नामहरू परिवर्तन हुँदै आएको छ र भाष्यहरूमा बोल्दै जाँदाखेरि हामीले त्यो भाषाहरू परिवर्तन गर्दै आएका छौँ। यो कुरोहरूमा पनि हामीले बुझ्नुपर्नेछ। त्यस कारणले गर्दाखेरि यो हाम्रो अहिले भूषार अहिले भनेको अलिकति हामी समय घर्केर अगाडि गइसकेका छौँ, तर समय घर्कदैमा हामीले आफ्नो संस्कारलाई चाहिँ भुल्नु हुँदैन। अब हाम्रो पहिरीजीको केन्द्रीय अध्यक्ष चाहिँ यही हुनुहुन्छ। अब हाम्रो यो नो कार्गा यो भन्ने कुराहरू यो धेरै लागु कुरा छ, उहाँले भनिसक्नु भएको छ। तर जे होस्, नो बिनाको हाम्रो तनु समुदायमा जन्मदेखिको मृत्युसम्मको कुनै पनि कार्य चल्न सक्दैन। त्यस कारणले गर्दा यो नो अत्यन्त आवश्यक छ। यो लोसारलाई त हामी मनाइरहेका छौँ। लोसारको साथसाथै हाम्रो अन्य पर्वहरू पनि छन्। ती पर्वहरूको बारेमा पनि हामीले विचार पुर्याउनु पर्नेछ, जसलाई हामीले नेपाली दिवस भनेका छौँ, उतातिर हाम्रो माघी दिवसहरू छ। यस्तै प्रकारले अन्य धेरै दिवसहरू छन्, तर ती दिवसहरू हामीले ओझेलमा पारेर राखेका छौँ। तिनीहरूलाई पनि हामीले उजागर गरेर अगाडि ल्याउनु पर्नेछ र आफ्नो भाषाको जो 7% र 11% हामीसँग अर्को चुनौती रहेको छ। यति भन्दै आज हामी खानापिने रमाइलो गर्ने यो वातावरण पनि हो र मैले अलिक धेरै बोलेँ होला, यसप्रति म क्षमा प्रार्थी छु र पुनः एकपटक यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि हामी यसरी नै भेट गर्ने वातावरण बन्दै जाओस् र यसरी नै हामीले अन्तर्क्रिया गर्ने समयहरू उपलब्ध हुँदै जाओस् भन्ने शुभकामना सहित फिल्म परिवारलाई विशेष धन्यवाद दिन्छु र कार्यक्रमको पुनः एकपटक पुनः सफलताको कामना गर्दछु र बिदा हुन्छु। च्याजालु ग्यासर। फेरि म आसन ग्रहणलाई जोड्न चाहन्छु र काउरेबाट पर्नुहुने हाम्रो यसै पर्वतमूल क्षेत्र नेपालका सल्लाहकार आदरणीय बाबा इन्जिनियर सुब्बा गुरुङलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। पर्जुका अध्यक्ष महावीर दाइलाई पनि आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। Bye.
सिन्जलीको भन्दा आँख हो र नाको छोरा मिठो गाउने ढल्की नाच्ने कसको छोरी हो र 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 दैव संजोग भने जस्तै ठ्याक्कै भेट भएको 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 ठ्याक्कै भेट छोटो शुभकामना मन्तव्य राखिदिनु हुन हाम्रो कौरेबाट पाल्नुहुने हाम्रै पर्जु तम छोटा हृदयका सल्लाहकार इन्जिनियर सुब्बा बाबुलाई म हार्दिक अनुरोध गर्दछु। तपाईँहरूले सम्झेर मलाई दिनुभयो यहाँहरूलाई पर्जु भाइहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी तम लोसार भनेर हरेक वर्ष मनाउँदै गर्छौँ, मनाइरहेका छौँ, भविष्यमा पनि हामी मनाउँदै छौँ। तर यसको उद्देश्य के हो त्यो त हामी सबैले थाहा पाउनुपर्छ। जो हामी एक आपसमा चिन्जान हुनु पऱ्यो, त्यसको मुख्य परिचय हुनु पऱ्यो। जस्तो हामी बजारमा घुम्दाखेरि एउटै बसमा एउटै ठाउँमा एउटै मेलामा भेट हुन्छ होला, तर पनि चिनजान छैन भने को हुन्छ, टाढाको मान्छे हुन्छ। तर चिनजान भयो भने एकदम नङ्ग्रा मासु जस्तै एकदम नजिकको आफन्त जस्तो लाग्छ। यो एउटा चिनजान गर्ने प्लेटफर्म पनि हो। र यहाँलाई एउटा कुरा के भन्न चाहन्छु भने हामी तमहरू प्रायः सबै विदेशतिर मात्रै हामी जान्छौँ, लाग्छौँ। त्यो कुरो म माथि पनि परेको छ। तर हामी नेपालमै बसेर केही न केही गर्न सक्छौँ, केही न केही चाहिँ प्रगति गरेर देखाउन सक्छौँ। जस्तो म आफै भनौँ, म विदेश कहीँ पनि गएर नेपालमै लोक सेवा पास गरेर जागिर खायो। अब 35 वर्षमा खानेपानी अफिसमा काम गरेँ। त्यो बेलामा स्याङ्जा, पर्वत, लमचुङ यो क्षेत्र सब घुमेको छु। हाम्रो पर्जुहरू बालाकोट, यता खोर्सानीतिर, यता स्याङ्जा भयो, खिलुङ्गे भयो, यता आलेचुङ भयो, छापा लगायत धेरै ठाउँमा छौँ। हामी त काशी जिल्लाको काभ्रे गाउँमा छौँ। लगभग काभ्रे गाउँमा यो एरियामा काशी जिल्लामा हाम्रो मात्रै पर्जुहरू हो कि हामी मात्रै पर्जु हो। तर अहिले चाहिँ पोखरामा विभिन्न ठाउँबाट आएर बसोबास गरेको हुनाले हामी लगभग 150-200 घर परिवार छौँ जस्तो लाग्छ मलाई पोखरामा मात्रै। त्यसैले हाम्रो परिवार ठुलो छ, सङ्ख्या ठुलो छ। हामी अझै पनि एक आपसमा
चिन्जान गर्न सकेका छैनौँ। बिस्तारै बिस्तारै हामीले चिन्जान गर्दै गयौँ न। जस्तो म्याग्दे थाम्नामा पनि रहेछ। हामीहरू जुनबाट गएर आइसक्यौँ, उहाँबाट नै आउनुभएको छ होला सायद उहाँको प्रतिनिधिहरू पनि। त्यसैले म के भन्न चाहन्छु भने हामी चाहिँ सकभर नेपालमै लोकसेवा दिएर केही न केही गर्नुपर्छ होला जस्तो लाग्छ। यहाँ पनि हुनुहुन्छ होला हाम्रो पर्जु भाइहरू, अरू पनि हुनुहुन्छ होला यहीँ बसेर प्रगति गरेको, उन्नति गरेको। त्यसैले म नजाने भन्ने होइन, विदेशमा नजाने भन्ने होइन, जानुपर्छ। तर जहाँ गए पनि हामी भन्छ नि गाउँमा चर्न जाने हो, चरेर बेलुका चाहिँ घर आउने हो भन्ने हाम्रो बाउहरूको, हाम्रो पुर्खाको उखान छ नि। चर्न त हामी जुनसुकै देशमा जान सक्छौँ, जानु पनि पर्छ, तर लास्टमा फेरि फर्केर यहीँ आउनुपर्छ। म त्यही अनुरोध गर्दै मेरो आजको यो छोटो भनाइ सम्पन्न गर्छु। सानो सांस्कृतिक कार्यक्रमलाई जोड्न चाहन्छौँ र हाम्रो आले चितवनबाट पाल्नुहुने हाम्रो बुहारीजीहरूलाई आफ्नो प्रस्तुति राखिदिन म हार्दिक अनुरोध गर्दछु। शुभकामना मन्तव्य सायद भनाइ राखिदिन हुन आजको प्रमुख अतिथि आदरणीय बाबा पर्जुतम सौदालीका अध्यक्ष मेजर बलबहादुर गुरुङज्यूलाई शुभकामना सहित आफ्नो मन्तव्य राखिदिन हुन। हामी कसरी पर्जुहरू एक ठाउँमा हौँ, कसरी हामी आपसमा आफ्नो व्यस्तताको बावजुद
समय निकालेर कसरी हामी एकजुट हौँ भन्ने अभियानमा हामी लागेका छौँ। पर्जु तमु छोडी स्थापना भएको पनि हामी अलमोस्ट 3 years प्लस भइसक्यो। हामीसित धेरैभन्दा धेरै अझै हाम्रो पर्जु परिवारहरू गाभिने अवस्था सिर्जना भइरहेको छ र तपाईँहरूको सबैको जानकारीको लागि अहिले हामीसित गाभिनु भएकोमा थमडाँडाबाट हाम्रो पर्जु परिवारहरू हामीसित गाभिएको छ। तर यहाँ के भयो भनेपछि सबैको समय अनुकूल मिलाउनु नसक्नुको कारण आफ्नो आफ्नो ठाउँमा व्यस्तता भएको कारणले हामी एउटा फेरि भेला आयोजना गर्ने हामी तर्करमा थियौँ। त्यो चाहिँ हामी अहिले असमर्थ छौँ र आउँदो भविष्यमा हामी जति छिटो हुनसक्छ हामी यसको आयोजना गरेर अझै हामी एकजुट हौँ, यस अभियानले सार्थकता पाऊँ भन्ने हाम्रो आशा छ। हामीभन्दा पहिलाको वक्ताहरूले पनि विशेष गरी हाम्रो अहिले दाई हाम्रो इन्जिनियर सुब्बा उहाँले पनि भन्नुभयो कि हामी यस्तो पर्वमा आएर दुःख सुख कुरा गऱ्यो भने चिनाजानी भयो भने हामी कहीँ गएको खण्डमा कहीँ पुगेको खण्डमा एकै ठाउँमा भेला भएको स्थितिमा चिनाजानी भयो भने धेरै राम्रो हुन्छ, त्यो स्वाभाविक हो। र यो पर्व जो हामीले हरेक वर्ष यसरी नै मनाउँछ यो परम्परा निरन्तर चलिरहोस्, किनभने यो हाम्रो पर्वसित हाम्रो विभिन्न पाटा विभिन्न यसको पक्षहरू छ जसले हामी समाजमा हामी तमु भएर स्थापित हुनको लागि हामीलाई सहयोग गरेको छ। चाहे तो पहिचानको हिसाबले होस्, चाहे तो भाषाको हिसाबले होस्, चाहे तो हाम्रो संस्कार संस्कृति हाम्रो एकतापन, त्यही अनुसारले त्यो सबै कुरालाई हामीले विचार गर्नुपर्छ। र म यही भन्न चाहन्छु हाम्रो युवा पिँढीलाई, तपाईँहरू आफ्नो आफ्नो कार्यमा जति व्यस्तता भए तापनि आफ्नो तमु समुदायप्रति आफ्नो दायित्व बोध गरी हाम्रो भाषा संस्कृति वेशभूषा पहिचान सद्भावना र एकताको जगेर्ना गर्नुपर्ने म विशेष जोड दिन चाहन्छु। किनभने तपाईँहरू नै भविष्यको कर्णधार हो, तपाईँहरू नै हाम्रो समाजमा आउने जो हाम्रो उन्नति हुन्छ त्यसको लागि तपाईँहरू एउटा खम्बा हो। तर यसमा धेरै कमीहरू छ, जस्तो भाषाको कुरा आएको छ, यसमा चाहिँ सबैले ध्यान दिनु यो म भन्न चाहन्छु। र म फेरि ठुलो पर्जु परिवारलाई म धन्यवाद दिन चाहन्छु हामीलाई यहाँ निम्ताएकोमा। र म उहाँहरूको यसरी नै उन्नति, यसरी नै उहाँको प्रगति भविष्यमा होस्, त्यही चाहनाको साथ यो ल्होसारको आगमनले हामी सबैमा खुसियाली छ होस्, सबैले सोचेको आँटेको कार्य सम्पन्न होस्, सबै सुशान्त रहोस्, त्यही शुभकामनासहित म मेरो भनाइ अन्त गर्दछु। जय तमु, धन्यवाद। समय पनि निकै भइसकेको छ। गाउँमा फर्कनु पर्ने हाम्रो चेलीबेटी, हाम्रो भान्जा भान्जी, फुसाई फुपू बहिनाहरू, उहाँहरूलाई असहज भएको महसुस गर्दछु र सम्पूर्ण उपस्थित पाहुनाहरूले खाना ग्रहण गरेर मात्रै गइदिनु होला र भन्दै अब हामी एउटा नाचगानको गर्दै औपचारिक कार्यक्रमलाई यहीँ समापन भएको जानकारी गराउन चाहन्छु। र यसै सँगसँगै अब हामी नाचगान गर्ने, अलिकति रमाइलो गर्ने, खाना खाने अनि आफ्नो आफ्नो साथीभाइ दिदीबहिनी भान्जा भान्जी चिनापर्ची गर्ने र रमाइलो गर्ने है त। र कार्यक्रम सञ्चालनको दौरानमा मेरो तर्फबाट धेरै गल्तीहरू भयो होला,
यसमा म तपाईँकै छोरा, तपाईँकै सारा, तपाईँकै भदै, तपाईँकै नाति सम्झेर माफ गरिदिनुहोला र आउँदो दिनमाहरूमा भएको कमी कमजोरहरूलाई सुधार्ने प्रयास पनि गर्दैछौँ र भन्दै म पनि यो औपचारिक कार्यक्रमबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय पर्जु परिवार। कमरमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोठा रुकुमै कोठा रुकुमै कोठा
बस्यो त्यो मन मेरो बस्यो त्यो मन मेरो
जिंदगी की निर्लस्यो हमेशा क्यों जिंदगी की निर्लस्यो हमेशा क्यों जिंदगी की मेरा